यस भित्र भेला भएको छौँ। विशेष हाम्रो रचना स्वर्गीय भीमबहादुर राई छोरी कान्छी रचना राई अनि हाम्रै यहाँ आदर्श गाउँ निवासी सिबी आमाको छोरा पूर्वताको उहाँको विवाह सुसम्पन्न हुने निश्चयले हामी तपाईँ सबै भेट्नु भएको छौँ। यस अवसरमा तपाईँहरू सबैलाई हामी स्वागत गर्दै अब हाम्रो अलिकति नियमअनुसार बाटोमा अगाडि पर्सिने ओर्ने कार्यहरू भएन। यो चाहिँ अब शुद्धिकरण तपाईँहरू कहाँदेखि कसरी आउनु भएको छ के भएको छ अब हाम्रो रीतिअनुसार चाहिँ यसले पर्छेर हामी शुद्ध हुने हामी मनभित्रबाट शुद्ध हुने लागेको ल्याएको सबै सरसामानहरू पनि शुद्ध हुने अब यो एउटा विधि गर्नेछौँ। राईबाट भनिन्छ कि यसलाई अब फेरि पखाली शुद्ध गराएर हामी चाहिँ सुन्नेमा पारो हामीमा माहिन्दामा तितली कुवा छेन्चे कुवा तेरे कुवा हङकुवा हङकुवा भाङ्निन अछाङ सेङमा मेटिन हाङ्नाको कोली कि सायो कुवा लिने सोलो नै आफ्नो कुवा काङ्गुङ नाङ अछाङ अछाङ छिया लाउइने साया चुइने चुइने काया सेमिलिने बाखामा एन्खामा सामी साथी कोयुछा छेकुछा छेकुछा कोयुछा छेकुछा हो सामन कुने लिनुलिन सामन कुने से saya ada di sini saya ada di agak saya di sana saya belum di saya हुन्छ तपाईँहरू अब हामी कार्यक्रम सुरु गर्नु यो पल्टी बाँधेर भिडियो उताबाट हामी गाजी भन्छौँ छोराको बाबा आमा उताबाट अब अस्ति साई समाचार लिएर मामा खानु पर्यो अस्तिको बुढो कति आएछ दुई गान्जा बोकेर आमाको छेउमा अलिक बुढा जस्तो गर्थ्यो लु यताबाट हुन्छ लु यो आमा डगाउने होइन टेबल अर्काको के हो कसो भएर होइन त्यो मात्रै यो आमा आमा कि मामा अब यहाँ तपाईँले छुइदिनुहोस् तपाईँ छुइदिनुहोस् आमा आमा आमाको दुध खाएर अब 9-10 महिना दुध खाएर आमाले पातमा राखेपछि चाहिँ आमाको यो चाहिँ मातुकमा भन्दो रहेछ आमाको 10 धारा दुध खाएर चाहिँ जम्न भएर कर्म हुँदैछ आज भयो ज्वाइसँग भन्ने कुरो यो चाहिँ रित है तपाईँहरू सबैको पनि यस्तो रित चाहिँ हुन्छ सबै जातको हुन्छ त्यसो है यो चाहिँ यो हामी लेखेको मतलब ठ्याक्कै आएको होला हामी चेक गर्ने समय छैन
भन्नुहोस् छोरी जन्माएको थिएन रित आयो त हौ त्यही त अब अर्थ म त केही भन्दिनँ हो अब दुईजनाको जिन्दगी राम्रो होस् सबै सुखमय होस् हो अब सबै शुभ होस् दुईजना अहिले जसरी खुसीसँग बसेको छ पछिसम्म त्यस्तै होस् होइन अब सबै कुरो गर्दैछ अब उनीहरू सबै सोचेरै गएको होला अब सबै एउटा उदाहरण बनेर चाहिँ गरेर खानु सबैको इष्टमित्रको मामा माउली छ उहाँ जेठा मामा हुनुहुन्छ उहाँ मामा मामा हुनुहुन्छ माइजू हुनुहुन्छ सबै जेठा सबै मामा हुन्छ अब ल मेरो तर्फबाट यो साइड अब हाम्रो मान्छेले हेर्दा यता लु खानेकुरो छ अछाउने रहेछन् अछताउने रहेछन् असँगै त अनि अखात हिँड्नलाई दिनु माथि मामा आउन लिस सन्दा अट्टा चाहिँ लिनेमा मसा लिने रहेछ अब बर्थडेमा देना चाहिँ माथि अनि दानी मामा उको चाहिँ मामुली चाहिँ हो रहेछ पोएमची हो पोएमची आमा कि छोरा हामी चाहिन्छ छेम्बी नानी यो चाहिँ अलग अलग गर्नु परेन भरे खादा चाहिँ अलि अलग सबै एउटैमा अब सबैजनाले खादा चाहिँ ठुलो मार्छु पहिला खादा हामी अब भन्छौँ नि अब तपाईँले अब बिहान के कुरो के हुँदैछ सामग्री आइपुग्छ हामी चाहिँ त्यतिकै राख्दा यसो गरौँ न यहाँ मैले नाच्नु भएर ल्याएको नि त माइला मामालाई अब भाइ आजदेखि पक्का मामा माउली हामी काका सबै भएर चाहिँ ठ्याक्कै गीत राखेको छ गोले तामाङको दही पक्का बजार हाटमा भेट्दा पनि ए हुन्छ हामी त्यो हाम्रो दिनमा आएपछि मामालाई यता अब सिस्टरको होइन अब अर्को फेरि नाकापा भनेको चाहिँ दिदीको चाहिँ सिट नडलोस् भनेर चाहिँ साया आधा दिने भनेको सिट नडलोस् दिदीको साया टोक्नेर लु त्यही सिरुडा खाइ मन्द त खाइ फेरि हो त्यो के चाहियो सुन सादी ल्याइदियो होला बहिनी बेला त सिकाउनु ल सिट नडलोस् नानाको सिट नडलोस् बहिनी राखिदिएको नाना भाइ देखिँदै ढोकेकै छैन भुलिँदैछ हामी पनि हो बुझ्यो थाहा छ टोपी ढुङ्गाइदिनुहोस् है माउली आमा कि मामा माउली हुनुपर्छ है कर्ममा भन्छ साइनो किनेको पछि टिका लगाउन आउँछन् भोलि पर्सि
हाम्रो ठ्याक्कै साइदामा बिमारी छ भनिदिनु बिमारी हाम्रो कतिजना बिमारी छ बुहारी चाहिँ आइरहेको आज चाहिँ सबै ठुलो लोक खाजा गाडी बनाइदिन्छ अब आयो थलमथाङबाट आयो थलमथाङबाट तिमी टेकमान हो हजुर राजु दिनेश हो कान्छाको कमिटीको नयाँ राखी तपाईँ दिनेछ तपाईँ जिम्मा मूल तिमीलाई यिनीहरू चाहिँ माइले हाँकाको माइला मेरो भानी छ देमाको छोरा है देमा हो राख्दै ठ्याक्कै पापालाई है पापा आउनु सक्नु है जेठा अब भाइसक्यो अब सक्यो होइन माथि सक्यो यसो गर्नुपर्छ कहिले खानु छ हो मेरो अब यो रचना शब्द रचना तपाईँको सक्दैन राम्रो छिटो बनाउँछ एउटा खाना है छिटो मिठो हामी त आपको राइट पाइले ल्याउनु पर्थ्यो त्यो रेडी भन्यो
राजको नजिक छ घेरा गर्नुपर्छ है म खाम दिन्छु छोरा हुनु पर्यो छोरा हुनु पर्यो छोरीले साथीको छोरै हुन्छ त्यसो भने अब आँखेको ताकेको कुको सिताको कुको समुद्र जस्तो लामो आयु होस् भनेको उहिले बुढो काका खाओस् मेरो नआए छोरी नआइले पछि समय सुन चाँदी सुन जस्तै भिरामती बनाउनुहोस् हामीलाई देऊ बेला बेला अलिअलि आँखेको ताकेको कुको छ नि ठ्याक्कै पछि सुनका चाहिँ स्टेप दागे खानु भन्छ भर्खरै बोल्दै हो के कुको माझी दिएको ठ्याक्कै गएन थाकेको थाकेको हिमाल जस्तो चुटी समुद्र लामो आयो हुनाले गर्दाखेरि हामी खामदुङ ब्लक अन्तर्गतको प्रेसिडेन्ट हुनाले गर्दा अब मैले नै यसलाई स्वीकारी लिएँ हाम्रो बुढापाका जो जो पनि के भन्नुहुन्छ उहाँहरूले पनि अब यसलाई ट्राई गरिदिनुहुन्छ होला होइन सबै यसलाई लामो नतर्काउँ है र यो कुरो हाम्रो भयो है यो कुरो हाम्रो भयो होइन त तपाईँहरूलाई पनि धन्यवाद अब राईहरू खुसी भयो यति यो पनि थोडी रुपै यो ठ्याक्कै बुझ्नु भएन माइजू बाँधिएन जानु पऱ्यो दिनुपर्छ यहाँ टेकबहादुर को दिनु टेकबहादुर छिटो जाने
बिमारी रहेछ यहाँ सम्झि बिमारी रहेछ भने छिटो मिठो बिमारी अवस्थामा अलिक तपाईँलाई स्ट्यान्डिङ राख्नु साह्रो पर्छ हामी त यो खुट्टा दुख्नु थाल्यो रिटायर गर्छौँ लिनु आउनुपर्छ है भनेर तपाईँले राख्नु सबैजनालाई छिटो अब लाउँदा भयो अब छोरी भनेको बान्ने जातले छोरा भने घर थाम्ने अरे अब छोरा घर थाम्नु पऱ्यो छोरी जातले चाहिँ स्ट्यान्डर्ड थाम्नु पऱ्यो
ल संविधान अहिले सम्धि ठ्याक्कै भयो अनि ती मर्दासम्मको एकै ढुङ्ग्रोमा दुई ढुङ्ग्रो कुनै कुरोमा पनि कम्ती हुनु भएन है, पछि हट्नु भएन है साथी। कसरी बाधा हाल्छ राईको छोरी ठ्याक्कै गोले तामुन लगे यसमा लगे त्यही अब वरपर खुल्ला र एउटा चाहिँ कुरो के छ भने कुरो रहेको छ एउटा बागदान्त बनेको सौमुन्द्री छोरी चुरी ज्वाइँसँग जाँदाखेरि एउटा काँसो रहेको छ अघि हामीले गऱ्यौँ यो काँसो चाहिँ हामी अहिले तपाईँले अहिले नमान्ने हामी पछि हामी चाहिँ दसैँ तिहारमा टिकालामा अब टिकामा आउँछन् आमाकोमा आउँछ मामा आउँछ त्यतिखेर हाम्रो उहाँ चुल्हामा हाम्रो चुल्हा छ यो त होटेलमा त मिलेन अलिक चुल्हाबाट के गर्नु हाम्रो एउटा बुढोली लाग्यो